हेर्नुहोस् हामीले प्रसाद बाँड्न सुरु गऱ्यौँ। भालेको भाले र दिदी खट्नु भएको प्रसाद बाँड्न। ल हेर्नुहोस् भाले मनाउन सुरु गर्नु ल लगभग भाले पनि काटेर सिक्दैछ। कहाँ जान लाउनु भयो हजुर? दिशा पूजा गर्ने भन्छन् पानी पर्छ भन्छन् र। ल हेर्नुहोस् लामो समयदेखि असारको 15 जहाँसम्म पानी नपरेपछि हामी भने आज प्रकृति पूजा डिस्टा पूजा गर्ने भन्नुहुन्छ, दिशा पूजा गर्ने भन्नुहुन्छ। हामी आइपुगेका छौँ। पूजा गर्ने ठाउँ चाहिँ यही हो। प्रायपूर्व कालदेखि नै यहाँ पूजा गरिन्छ भन्नुहुन्छ जेठबाले। जेठा पहिले पनि यस्तै पूजा हुन्थ्यो जेठबा? ए कत्रो हुनुहुन्थ्यो अङ्कल हजुर त्यो बेला? मलाई त्यो भोट ठोक्यो नि अब हामी मन हो इन्द्रदेवको पानीको लागि मेरो र लाउनुहोस्। अब मेरो पनि लाउनुहोस् त। सबैले यहाँ अक्षता ध्वजाहरू जम्मा गर्दैछौँ। हाम्रो प्रेम दाइ यता आउनुहुन्छ। कान दाइ नि बस्नुभयो। पूजा गर्ने तयारी छ हेर्नुहोस्। अरू पनि आउँदै हुनुहुन्छ पछाडि। ल हाम्रो आकाश बाबुले भाले समातेका छन्। पूजाहरू चाहिँ हाम्रो अङ्कल नसकेपछि हामी धनवीर बाबु आछन्। आकाश तिमी कति वर्ष थियो यो रुखमा आयो त्यो ओरिगानले उ गर्ने बेला? तर यही रुखमा आयो नि तिमीले टोक्या त? धेरै पहिले चाहिँ हाम्रो आकाश बाबु चाहिँ यहाँ दाउरा गर्न आयो होला। ओरिगानले टोकेर किसिम गरायो नि चाहिँ बेहोस भएर लड्यान्। खासमा चाहिँ यही सल्लाह कुनमा थियो ओरिगान चाहिँ। ल हाम्रो दाजुले पूजा गर्नको लागि ढुङ्गा ल्याएर आउनुभयो। जेठबाले शिला जस्तो ल्याएर आउनु भएको छ। अहिले यहाँ चाहिँ एकदम सरसफाइ गर्दै हुनुहुन्छ। आगो लागि होला भनेर सावधानी अपनाउँदै हुनुहुन्छ। उता बडाराबाट पनि हाम्रो टिमहरू आइरहनु भएको छ। ओ खिमसर खिमसर त्यस मन्डा के भयो भने ट्र्याक्टर जोड्नेले यस्तो जोड्छ क्या कान्छो भाइले मिन्दाजु भाइ कान्छोले दिशा पूजा गर्ने भन्छन् पानी पर्छ भन्छन् र। खालि पानी अब धेरै महिना भइसक्यो। ठुलो ल्याउनु हात भाले त कति होला यो 2.5 किलो होला। आकाश बाबुले हातमा यो के समाते खान फेरि यो यसो पूजा गरेपछि अब पानी आउँछ भन्छन् होइन। आज केही होला जस्तो छ है। ल हाम्रो धनी बाबुले पूजा गर्ने ठाउँ सफा गर्दैछन्। आज हामी लामो समयदेखि पानी नपरेपछि हाम्रो मकै पनि सुक्न थाल्यो। हेर्नुहोस् प्रकृति पूजा अब भनौँ जलको देवता इन्द्रको पूजा भनौँ गर्नका लागि जम्मा भएको छ। हाम्रो पूजाहरू भाइ चाहिँ सरसफाइ गर्ने यहाँ पूजा गर्ने ठाउँको व्यवस्थापन गर्न लाग्नु भएको छ। ल हेर्नुहोस् अब पूजा गर्ने ठाउँ बनाउन के भयो धनबाबु? भयो नि? एकदम गाईको गोबरले लिपेर यहाँ एकदम राम्रो बनाउनु लाग्छ नि है हाम्रो अनि भाइले। राम्रो गरायो भाइ। यस पूजा गरेर जाने पानी चाहिँ क्या जमाना छाटेर जानु भएको छ।
ल हेर्नुहोस् पूजा गर्न सुरु गर्नुभयो हाम्रो पुजारुले के गरे अब मलाई 20 रुपैयाँ लिएर आयो भने म त्यही भित्र हाल्दै थिएँ जे हाल्छ यो फेरि छुट्टै के गरायो हुन्छ सबमा आज बोलिनु होला पुजारुले के भन्नुहुन्छ पुजारुले के भन्यो रे बाबु भन त सबैले मागमै अलि आइहाल्नुहोस् पानी यहाँ भाले काट्दै सर्दै ल हेर्नुहोस् त अगाडि भन्दा धेरै आइसक्नु भयो आज थपिँदा हुन्छ खिमसर एकदम गर्ने भएर बढ्नु भयो त्यहाँ ल हेर्नुहोस् ल पन्जाब काकाले पैसा गरिरहनु भएको छ केटाबाले दाक्षी त जम्मा गरिरहनु भएको छ काकाले कति जम्मा गर्नु पैसा यो 1380 भयो आज उठान छ तलबाट अझ एउटा बाबु आउँदैछन् अझै आइरहनु भएको छ ल हाम्रो कान्दाई धुप धुप धजा गर्दै हुनुहुन्छ भाउजूहरू आइपुग्नु भयो कान्दाईले पनि पैसा गर्न लाउनु भयो है ल यो पुगाले थाहा पारेको थिएँ पूजा गर्ने काम सुरु भयो हेर्नुहोस् के भन्यो रे बाबु अनि आफूलाई पूजा गर्दा गर्दै के छिटा परेको हातमा हाँसी खुसी भइआएको छ इन्द्रदेव यत्रो जनताहरू बसेर त्यहाँ ढुङ्गा बिछा होला न गइन हामीले माल हाल्ला हामीले ढुङ्गा बिछाले थियौँ पहिले भनेको त ल हेर्नुहोस् भाले मनाउन सुरु गर्नुभयो हो अङ्कल हो भन्नुहोस् भन्नु अङ्कल समस्या छ यस्तो आज जनताले भाले पूजा गरिरहेछ माडा परमेश्वर मान्यो हाँसी खुसी भएर मानव यत्रो जनताले उनीहरूसँग रोएछन् हाँसी खुसी भएर आछन् सबै पानी बर्साइदिनु इन्द्रदेव देवताले ल यता अब भाले मनाउन सुरु भयो हजुरहरूले के भन्न चाहनुहुन्छ ल भन्नुहोस् छिट्टै पानी परोस् भन्नु त पानी परोस् छिट्टै पानीले बाटोमा चाहिँ भिजाएको छैन भाउजू रुच्दै जाने बरु अहिले कुनले कमेन्ट ठोक्छ ठिक्कै परेको उसै बेला पुज्न लाग्ने खिमझरले फेरि ल हो हो भाउजू हो र भन्नु सबैले प्रार्थना गर्नु हात जोडेर नमस्ते गर्नु पूजा पारी पूजाहरूले एकदम सुरु गर्नु भएको छ ल ल हेर्नुहोस् ल पन्जाबी काकाले के हो तल गइजाला फेरि ओ गइजाला खुट्टा उब्रे फर्कायो भने पानी आयो भने प्याज काट्न लाउनु त है के भन्न चाहनुहुन्छ के भन्ने होइन प्याज ठुलो खाने त्यति हो प्याज ठुल्ठुला खाना दाइ एकदमै ल दाइ ल ठिक प्याज अम्रिएर आ प्याज हो धेरै लानु हाम्रो कान्दाजीले खुर्सानी प्याज टमाटर मसलाको तयारी गर्दै हुनुहुन्छ
अर्को कान्दाले फेरि त्यहाँ पारि भाले पोल्दै हुनुहुन्छ। कान्दा के छ भइरहेछ? अरे एकदम भइरहेछ। अब रेडी हुन्छ। अब 10 मिनट 1500 को भाले। 1500 को भाले हो? ठिक छ। कान्दा तयार हुन्छ नि अब एकछिनमा। ल माथि बगालो त्यहाँ बस्नु भएको छ। मान्छेले किन यस्तो गर्छ म चाहिँ पर्छु यहाँ पूजा जाम भन्दा ठुलो भयो नि फेरि मैले छिटो गरौँ अलि यो त अलि आधी घन्टा बजे पानी हाल्छ नि ठिक छ हुन्छ हुँदैछ। नाच्नु यहाँ गइरहेछु। ल म पनि तयारी गर्छु ल ल त्यो गोरे गएर देखि लिएर त मलाई खाइलो मसला खराउने अनि त्यसपछि त्यहाँबाट फेरि उ गर्ने। लगभग भाले पनि काटेर सिधैसँग लाउनु भएको छ। ल हेर्नु बिस्तारै मासु पकाउने तयारी हुँदैछ। हेर्नुहोस् पाक्दैछ। है मिठो होला जस्तो छ है यो हजुरले यो पकाउने तरिका हेर्दाखेरि त। ल कान्दा एकदम खट्नु भयो। हेर्नुहोस् हामीले प्रसाद बाँड्न सुरु गऱ्यौँ। हाम्रो भान्जी र दिदी खट्नु भएको प्रसाद बाँड्न। सबै यहाँ जम्मा भएको छौँ। ल अब केही समयपछि चाहिँ प्रसाद बाँडेर हामी यहाँ पूजा गरेको ठाउँबाट निस्किन्छौँ। प्रसाद भान्जी र दिदीले बाँड्दै हुनुहुन्छ। हाम्रो पन्जाबी अङ्कल र हाम्रो दाइजीले पैसा उठाइरहनु भएको छ पूजा गरेको खर्च।